नमस्ते सबैजनालाई। तपाईँहरू हेर्दै हुनुहुन्छ हाम्रो आफ्नै रिभ्यू च्यानल। आज हामी यस च्यानलमा पहिलोपल्ट कुरा गर्नेछौँ एउटा भ्लगको। हो, तपाईँहरूले सही सुन्नुभयो, अशोक दर्जीको भ्लगको। अरे दाइ, त्यो भ्लग होइन के, फिल्म हो मनबिनाको धन। ए फिल्म पो हो? सरी 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 मनबिनाको धन अशोक दर्जीको बायोपिकमा बनेको मुभी हो, जसमा स्टोरी देखाइएको छ अशोक दर्जीको चाइल्डहुड स्ट्रगलदेखि कसरी उनी सफलताको शिखरमा पुगे। फिल्ममा उनको बाल्यकालको केही दृश्यहरू पनि देखाइएको छ, जुन ट्रेलरमा पनि हेर्न सक्छौँ। फिल्मको मेन थिम जिरो टु हिरो, कसरी एउटा सानो गरिब स्वरको धनी बालक जो बाटो बाटोमा गीत गाएर आफ्नो जीविका चलाइरहेका हुन्छन्, ऊ अचानक सुपरस्टार हुँदा उनले त्यो स्टारडमको सदुपयोग गर्छन् कि दुरुपयोग गर्छन् भनेर देखाइएको छ। फिल्मले परिपक्वता उमेरले होइन राम्रो संस्कारले आउँछ भन्ने कुरा निकै नै सहज रूपले बताउँछ। यो एउटा फिल्मभन्दा पनि कडा जवाब हो त्यो मान्छेहरूलाई जो अशोक दर्जी फेमको दबाब झेल्न नसकेर हराए भन्ने गर्थे। वास्तवमा त्यो बेला अशोक दर्जी कहाँ थिए र के गर्दै थिए भन्ने कुरा प्रश्न पार्छ यो फिल्मले। थ्याङ्क्स टु टङ्क बुढाथोकी, जसले उनलाई जिरोबाट हिरो बनाएर अझै पनि उनको साथ दिइरहेका छन्। उनी अशोक दर्जीको जीवनमा मात्र होइन, फिल्ममा पनि समस्यामा परेको बेला भगवान रूपी बनेर आएका छन्। फिल्ममा हामीले बालबालिकालाई पाठ सिकाउने ठाउँ पाठशालाको स्टोरी देख्न सक्छौँ, जहाँ गुरु र शिष्यको सम्बन्ध कस्तो हुनुपर्छ भनेर देखाइएको छ। साथै आमा बुवाले आफ्नो छोराछोरीको लागि के सपना देखेका हुन्छन् र तिनका सपना पूरा गर्न के समस्या भोग्नुपर्छ भनेर देखाइएको छ। फिल्मको पहिलो हाफ नाचगान रमाइलो ठट्टा हाँस्दै हँसाउँदै बित्छ भने दोस्रो हाफले भावुक बनाउँदै रुवाएर सकिन्छ। फिल्ममा विद्यार्थीले शिक्षकलाई दिनुपर्ने सम्मान आदर र शिक्षकले पनि विद्यार्थीलाई दिनुपर्ने माया, यानि कि दुवै एक अर्काका पूरक हुन्, एक बिना अर्का अधुरो छन् भनेर देखाइएको छ। फिल्म राम्रो बनेको छ, फिल्मले दिने सन्देश पनि राम्रो छ। बिचबिचमा बज्ने गीतहरूले पनि दर्शकलाई बोर हुन दिँदैन। कलाकारहरूको कुरा गर्नुपर्दा सरोज खनाल, बुद्धि तामाङ, निता ढुङ्गाना, सन्तोष पन्तसँगै अन्य धेरै बाल कलाकारहरूको अभिनय रहेको छ। सबैले आफ्नो ठाउँमा राम्रो काम गरेका छन्। स्पेसली निता ढुङ्गानाले स्टोरीमा ट्विस्ट ल्याउने काम गर्छिन्। के हो त त्यो ट्विस्ट, मुभी हेरेर आफै थाहा पाउनुहोला। अब कुरा गरौँ अशोक दर्जीको। स्वरको धनी उनी एक्टिङमा अलिक नजम्न सकेको हो कि जस्तो फिल भयो मलाई। उनको ठाउँमा अरू कुनै एक्टरलाई कास्ट गरेको भए अलिक राम्रो हुन्थ्यो होला। अनि फिल्मको अर्को कमजोर पक्ष मलाई के लाग्यो भने अशोक दर्जी फक्रिँदै गरेको फुल हो। यो 2-4 वर्षको स्ट्रगलमा फिल्म नै बनाउनु पर्ने चाहिँ आवश्यक थिएन। अहिले त उनको जीवन डल्लै बाँकी नै छ। अब बाँकी जीवनमा आउने उतार चढावलाई के भनेर देखाउने? मनबिनाको धन 2। नो डाउट फिल्म राम्रो बनेको छ, तर अशोक दर्जीलाई सेन्टरमा राखेर प्रमोसन नगरेको भए अझै राम्रो हुन्थ्यो। अनि मैले अर्को नबुझेको कुरा, माफ गर्नुहोला यो मेरो विषयको कुरा होइन, मैले बोल्न नहुने, तर पनि भिडियो ढिलो बनाएर होला अनि चित्त पनि नबुझेको कुरा बोल्न मन लाग्यो। टङ्क बुढाथोकीज्यू, फिल्मले कम सो पायो भनेर हलवालाहरूलाई आरोप नलाउनु भएकै हुन्थ्यो। बिचारा उनीहरू पनि त व्यापार गर्न बसेका हुन्। जारी एउटा सुपरहिट मुभी थियो अनि उनीहरूले जारी 2लाई सो नदिएर हजुरको नयाँ फिल्मलाई सो दिएर रिस्क किन लिने? जारी 2 पनि त चलेकै छ, नचलेर पनि हजुरको फिल्मले सो नपाउँदा अथवा कुनै हिन्दी फिल्मले गर्दा यसो भएको भए त्यति बेला बोल्न चाहिँ उचित नै हुन्थ्यो। फिल्म राम्रो बनाउनु भएको छ, दर्शकहरूले रुचाएका छन्, जस्टिस त पाइहाल्छ नि। पूर्णबहादुरको सारङ्गीलाई नै हेरौँ न, कसरी सो पाएर कसरी ब्लकबस्टर भयो त। यसरी मिडियामा आएर सबुत छ भनेर दर्शक भट्काउने काम चाहिँ नगरौँ। आफ्नो बारेमा मात्र नभएर अरूको बारेमा पनि सोचौँ। आफूलाई राम्रो भन्न पायो तर अरूलाई चाहिँ नराम्रो नबनाइदिउँ। धन्यवाद। यति भनिसकेपछि मलाई गालीको वर्षात आउनेछ यदि भिडियो अन्तिमसम्म हेर्नु भएको छ भने। एनिवे, तपाईँहरूले फिल्म हेरिसक्नु भयो भने गालीसँगै आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला र भिडियो मन पर्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भेट्नेछौँ अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ।